देखि सम्बन्ध जुटाओ भूमिकालाई आटलेले हात उठाओ चलिने हो मैले तिमीलाई नभन्या मात्रै हो मन पर्या तैँलाई हो तारासँगै जुन बिर्स्यौ कि मायाले मैले लाको गुण ए तिम्रो भाको आस पनि टुट्यो क्यार छौ नारायण सबैको हात उठ्यो तारासँगै जुन बिर्स्यौ कि मायाले मैले लाको गुण हार्ने केटी है हार्ने भनौँ त आज सँगै नगई भा छैन म आफैलाई छोड्नै मन छैन तारासँगै जुन ए बिर्स्यौ कि मायाले मैले लाको गुण हे तिमीले पनि आफै मन परायो आँखा लोभी मन पापी गरायो तारासँगै जुन बिर्स्यौ कि मायाले मैले लाको गुण बिर्स्यौ कि मायाले मैले लाको गुण यो मैले मात्र भन्दिनँ जसले सक्छ उसैले है जसले सक्छ उसैले ताक्ने हो दङ्गालीला ए बुटुलमा राख्ने हो तारासँगै जुन ए बिर्स्यौ कि मायाले मैले लाको गुण म पनि सिङ्गल हुँदा भइरहने काबोसम बुटुल छोड्नै मन छैन बिर्स्यौ कि मायाले मैले लाको गुण नबिर्स्यौ नारायणले मैले लाको गुण हे मन त हेर सबैले पराइन्छ हो कि होइन सबैले मन पराउँछ हे मन त हेर सबैले पराइन्छ अब गाईकी त्रिशूल गराइन्छ तारासँगै जुन ए बिर्स्यौ कि मायाले मैले लाको गुण ए बिर्स्यौ कि मायाले मैले लाको गुण पर्छ जीवन बटौली बिताउन मै हार्दिउँला बटौली जिताउन तारासँगै जुन बिर्स्यौ कि मायाले मैले लाको गुण बसेर लासे हार्दिन्छु भने के हे तिमीसँग यदि तिमी र म नजिकै भयो भने है हे तिमीसँग सम्बन्ध तोडिदिन्छु रामु दाइले आटे पारमा छोड्छु तारासँगै जुन ए बिर्स्यौ कि मायाले मैले अनि हिरो भन्नुभएको थियो हाम्रो रामु दाइ नाम चाहिँ घनश्याम पौडेल रामु टाइटल नाम दाइ साँच्चै हिरो पनि है फेरि चलचित्र पनि खेल्नु भएको ए ओके हे रामु नाम रहेछ त्यही माथि घनश्याम ह्यान्डसम रहेछ लपारदिम झ्याङ्की तारासँगै जुन बिर्स्यौ कि मायाले मैले लाको गुण नबिर्स्यौ मायाले मैले लाको गुण हेर के अरे बाजा बिना पनि दोरीमा रमाउने हाम्रो नेपालीहरू जाडो भयो भनेर पिठाथे दीपकले नि अघि मुख मिठाथे तारासँगै जुन ए बिर्स्यौ कि मायाले मैले लाको गुण ए बिर्स्यौ कि मायाले मैले लाको गुण हे देवी देउरालीलाई धजानी छिटाउँछन् यस्तै पाउँदा सबले मुख मिठाउँछन् तारासँगै जुन तिमीले पनि होइन दाजु बिर्स्यौ कि मायाले मैले लाको गुण हे मेरै हुने सपना देख दाजु भन्दै भो बाटो नछेक तारासँगै जुन ए बिर्स्यौ कि मायाले मैले लाको गुण ए बिर्स्यौ कि मायाले मैले लाको गुण हे बहिनी भन्दै भए नि भाग्ने तिमी नै हौ दाजुको पार्ना
दाइलाई खुसी बनाऊ के आज त तारा सँगै जुन ए बिर्स्यो कि मायाले किनकि सांस्कृतिक संयोजक हुन् आज त खुसी पार्नु पर्यो नि अलिक खाम पार्नु होला नि हे जमिनलाई गरेछु ढिलो कति ह्यान्डसम त्यही माथि हाँसिलो तारा सँगै जुन बिर्स्यौ कि मायाले मैले लाको गुण कहिलेकाहीँ अन्ध हुनुपर्छ कहिलेकाहीँ पहिलो हुनुपर्छ साथी हो है भूमिकाको मायानी पारैछन् दाइ आत्तिर स्टेजमा आरैछन् तारा सँगै जुन बिर्स्यो कि मायाले मैले लाएको गुण ए बिर्स्यो कि मायाले मैले लाएको गुण हे मरि जाने मान्छेको चोला हो के को आउनु हजुरले बोला हो तारा सँगै जुन होइन त अनि बिचारा तलमा मान्छेलाई बोलाउने आएको भन्ने अनि बिर्स्यौ कि मायाले मैले लाएको गुण जान्छौ आज कसैको भनेर तिमीलाई भेटी थपेला भनेर तारा सँगै जुन ए बिर्स्यौ कि मायाले मैले लाएको गुण बिर्स्यौ कि मायाले मैले लाएको गुण ए बिर्स्यौ कि मायाले मैले लाएको गुण स्याबास यतिको मान्छे भेटाउनु त्यही माथि पछाडि टक्क बाजाहरू हुनु दोहोरी गाउनु कति मजा आउँथ्यो रातभरि होइन के गर्नु हाम्रो सिरी छैन भूमिका गिरी मात्र भएर के गर्नु भोलिदेखि बाजा अन्तिमसम्म राख्नुपर्छ अनि यतिको दोहोरी गाएर आएको बेला यसो हुन्छ नि साथी है तेरिका बर्बाद गरेछन् सब गरेछन् घरतिर डराएर हेर त भूमिकाले आज पिठो मान्छ भनेर होइन त हामी जित्या छ है केटी होइन त केटाहरूले हारिसक्यो केटाहरू कहाँ छैन केटाहरू कामै छैन हारिसक्यो ल भन्दै यो सहमतिमा हारेको है हो मैले हजुरको लागि होइन मेरो लागि हारिदिनु भयो हजुरले होइन यस ल ठिक छ ल गाउने क्रममा ठिक छ गाउने क्रममा जे भयो होस् अङ्ग्रेजीमा अङ्कल भने पनि नेपालीमा काका राम्रो केटाहरू है अङ्ग्रेजीमा अङ्कल भने पनि नेपाली राम्रो कलाई के राम्रो बुटुलका ठिटाहरूलाई यो राम्री भूमिका गिरीको नसालु आँखा राम्रो हो कि होइन झिमझिम गर्ने नसालु आँखैमा लुकाइ राख मलाई मेरो गीत हो यो चाहिँ भूमिकालाई यस्तो छोड्नै मन छैन है वावा भन्नुहोस् कि एन्सर गर्नु पर्यो वावा भन्ने हो म ट्राई गर्छु है राम्रै हामी कमसम्म आउनु त मलाई खासै आउँदैन तर पनि म ट्राई गर्छु है वावा भन्नुपर्छ है हुन्छ अन्तिम हो हाम्रो पिरतीमा पहिरो गयो यतिकैमा स्टप गरौँ वावा है त पिरतीमा पहिरो गयो यतिकैमा स्टप गरौँ तिम्रो घरमा आर्की छन् रे मैले किन डिस्टर्ब गरौँ सक्यो है सक्यो ल गाउने क्रममा बोल्ने क्रममा काहीँ कतै गल्ती कमजोरी भएको रहेछ भने यही नजिकै दाङतिरको बहिनी त रहेछ हाम्रो सोल्टिना त रहेछ सोल्टिनी त रहेछ भनेर माफ गरिदिनु होला र आयोजकज्यूलाई फेरि पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु किनकि 16औँ यो महोत्सव लाग्दा म चाहिँ फर्स्ट टाइम आउने अवसर मिल्यो किनकि यता भैरवातिर पनि आइरहेको हुन्थेँ अनि यता तिलोत्तमातिर होइन आइराखेको हुन्थेँ यहाँ चाहिँ फर्स्ट टाइम आउने अवसर मिल्यो यो वातावरण मिलाउनु हुने हाम्रो सुमन बस्याल सरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र सम्पूर्ण टिमलाई यहाँहरूको सफल आजको मात्रै होइन यो कार्यकाल नै सफलको लागि शुभकामना दिन चाहन्छु जय गीत जय सङ्गीत जय लोकदोहोरी जय बटौली जय लोकमिनी धेरै धेरै धन्यवाद अतिथि भन्छ लोकप्रिय गायक